तपाईँ कतिको सोच्नुहुन्छ कसैको कुरालाई लिएर, कसैको बोली र वचनलाई लिएर, होइन, कोही व्यक्तिसँग जीवनमा जोडिएर कतिको सोच्ने गर्नुहुन्छ, कतिको मनमा कुराहरू खेलाउने गर्नुहुन्छ? पक्कै पनि मन हो, मन सबैको बसमा हुँदैन। यो मन कहिले कता कहिले कसो, होइन, सब चिजलाई कन्ट्रोल गरे पनि मनलाई कन्ट्रोल गर्न बडो गाह्रो र बडो मुस्किल हुने गर्दछ। कसैले नराम्रो शब्द बोलिदियो, कसैले नराम्रो व्यवहार गरिदियो, होइन, कसैले गर्नै नहुने, होइन, बेहोरा देखायो, बानी बेहोरा देखाइदियो भने यो मन हो अचानक दुख्छ। अरे यार, उसले मलाई किन यस्तो भन्या होला, किन यस्तो गर्या होला, मलाई त्यसो नभन्दिया भए हुन्थ्यो, मलाई त्यस्तो नगर्दिया भए हुन्थ्यो, होइन, म पनि त मान्छे हो, मेरो पनि त मन छ, मेरो पनि त मन दुख्छ भनेर उनीहरू एकदमै चिन्तित हुने, मनमा कुरा खेलाउने, होइन, हरेक व्यक्तिमा यो खालको स्वभाव, यो खालको नेचर अवश्य पनि हुने गर्दछ। कसैले नराम्रो भन्दै गर्दाखेरि कसैको क्षुद्र वचन र कसैको नराम्रो व्यवहारलाई लिएर यो मन एकदमै धेरै दुख्ने गर्छ र यो मनमा चाहिँ कुराहरू बढी खेल्ने गर्दछ।